हामीलाई जिताउनुस्, हामी नेपाललाई सिङ्गापुर बनाउँछौँ। हामीलाई जिताउनुस्, हाम्रो नेपालमा पानी जहाज नेपालको झन्डा राखेर सारा कसरी हिँड्छ हामी देखाउँछौँ। हामीलाई जिताउनुस्, हामी हेलिकप्टरबाट माथि 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 घुमेर हेर्छौँ सबैजनाको के कस्तो रहेछ नेपालमा दुर्दशा। हामीलाई जिताउनुस्, हामी फ्री भिसा फ्री टिकट बिना ढेउवाकै विदेश पठाउँछौँ। हामीलाई जिताउनुस्, हामी बेरोजगारी भत्ता 20 वर्षदेखि माथिका बेरोजगारी भत्ता आइफोन सबै फ्रीमा दिलाउँछौँ। हामीलाई जिताउनुस्, यो पालि हामीलाई जिताउनुस्, हामीले 5 वर्षमा काया पलट गर्न सकेनौँ भने हामीले नेपालको नागरिकता त्यागेर शरणार्थी बन्छौँ। हो, अहिले हाम्रो जति पनि पुराना दलहरू छन्, पुराना दलहरूले चाहिँ कति सम्मान गरे त भन्दाखेरि हामीले पछिल्ला दिनहरूमा थाहा पाइसकेका छौँ। र अब अहिले हाम्रो नयाँ अहिले माटोको यो चाहिँ चुनाव चिन्ह आएको छ, जुन शरम स्वीकृति पार्टी। एकचोटि हामीले पार्टीलाई पनि चान्स दिएर हेरौँ के गर्छन् त, शरणार्थी बन्छन् कि 5 वर्षमा नेपाललाई काया पलट गरेर देखाउँछन्, के गर्छन् त। हामी एकचोटि चान्स दिएर हेरौँ। तपाईँको विचार के लाग्छ कमेन्ट गर्नुहोला।